Hello guys, welcome back to my channel and this is my first video on YouTube. So today is day of Dasai, विजय दशमी हो। हिन्दू धर्म मान्नेहरूले चाहिँ आज टीका जमारा लगाएर दसैँ मनाउँदै हुनुहुन्छ होला, पक्कै पनि आफ्नो घरमा। तर हाम्रो अहिले चाहिँ टीका नभएको कारणले चाहिँ हामी अब के खल्लो दसैँ मनाउने भनेर हामी यसो अलिकति राम्रो भएर अनि यहाँ फोटो खिच्न छतमा आएको छौँ। सो ह्याप्पी दसैँ अल अफ यु। अब कसैले दाजु तपाईँको केही व्यक्तित्वहरू स्पष्ट गरिदिनुहोस्। यो विजय दशमीको सबैलाई शुभकामना। जति पनि यो भदौ 23 र 24को आन्दोलनमा शहादत प्राप्त शहीद हुनुभएका व्यक्तिहरूलाई पनि हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति पनि हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु। देश एकदम गम्भीर जटिल मोडमा छ, तपाईहरुलाई हामी सबैलाई जानकारी छ। यो जटिल मोडबाट तुरुन्तै छिटै नै निकास होस् र भगवान पशुपतिनाथले सबैको रक्षा गरून्। बडा दशमी विजय दशमीको शुभकामना अनि छठ तथा तिहारको पनि एकमुष्ट शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्णको जय होस्, मानव जातिको कल्याण होस् भन्न चाहन्छु। धन्यवाद दाजु। अब उर्मिला ह्याप्पी दसैँ, धेरै शुभकामना सबैलाई। दसैँको शुभकामना गर्दैछौँ। जस्तो अवस्था भयो नि खुसीको लागि केही पलहरू चाहिँ आफै छुट्याउनुपर्छ। सधैँ दुःख भएर दुखीमा मनाएर चल्दैन। उहाँहरूले चाहिँ यसो सेल्फी हान्दै हुनुहुन्छ। खुसीको कुनै बाटो निकाल्नुपर्छ। अब यति नै हो, अरू त केही हामी फोटोसुट गर्दैछौँ। अब खानपिन हुन्छ के हुन्छ होइन। अहिलेको हाम्रो दसैँ चाहिँ बिना टिका बिना जमाराको भयो। पक्कै पनि अर्को साल हामीले जमारा टिका लगाउनेछौँ, त्यतिखेर नि तपाईँलाई देखाउनेछौँ। सो हेर्दै गर्नु होला। अझै भ्याइएको छैन हाम्रो फोटोसुट, अझै चालु छ। मम्मीले बल्ल फोटो खिच्नु भयो। मम्मीले घुमाइदिया न भाग्नु न। एकछिन डेमा देखाइ। हजुर नजानु के, हजुर घुम्ने होइन कि परिमलाले हजुरले घुमाउँछ। त्यो तेरो सरले मिल्दैन क्या, अर्को हातमाले तेरो अर्को हातमा। सुल्टी सुल्टी भएन। क्यामेराम्यान घुमा। हाँस्नु त्यहाँ यता हामी स्लो मोसन गर्दैछौँ गाइजहरू। यसरी यहाँ गाइजहरू छता बसेर यस्तो हो कि भिडियोमा हेर्नुहोस् हाम्रो यहाँ खस्ने हालै खाइनुहोस् न। खस्दैनस् कि कसरी खस्छस् र। डिस्काउन्ट आहा कति राम्रो मान्छेहरू। हाम्रो फोटो सेसनवाला कार्यक्रम नै थियो। अहिले नहरूले पनि लाउँछ न, राम्रो देखिन्न के। फोटो राम्रो खिच्दैन कि, तर दुईजनाको खिचिदिनु भित्र चाहिँ भयो कि अलि भन कि मम्मी अलि बनाएको भन्छ न मलाई।
नि म त चस्मा लगाएपछि त केही नदेखिँदो रहेछ यार। ल मैले बनाइदिएँ छिटो हिँड भिडियो बनाइदिएँ कि हिँड उर्मिला राम्रो छ हिँड्नुपर्छ नि